नमस्कार सम्पूर्णमा। आज 2026 को रिजल्ट प्रकाशन हुँदैछ। आज मे 3 तारिक र यहाँहरूको पनि डिबी लोट्री चाहिँ कसरी चेक गर्ने भन्ने यहाँहरूलाई लागेको हुन सक्छ भनेर हजुरहरूको लागि यो भिडियो लिएर म यहाँ उपस्थित भएको छु। डिबी लोट्री चेक गर्नको लागि हामीले सबैभन्दा पहिले चाहिँ मोबाइलको गुगल क्रोम भन्ने ब्राउजर हामीले ओपन गर्छौं र जसमा चाहिँ dbprogram.state.gov भन्ने चाहिँ यसको वेबसाइट रहेको छ र यो वेबसाइटलाई हामीले चाहिँ सर्च गरिसकेपछि यसको वेबसाइटको प्लेट खुल्छ र त्यो वेबसाइट भित्र रहेको हाम्रो चाहिँ यहाँनेर चेक स्ट्याटस भन्ने छ। चेक स्ट्याटसमा चाहिँ हामीले त्यसलाई खोल्ने बित्तिकै फेरि यस्तो खालको प्लेट खुल्छ र त्यसलाई चाहिँ फेरि कन्टिन्यू गर्ने बित्तिकै अब यहाँनेर चाहिँ हाम्रो आफ्नो कन्फर्मेसन नम्बर, लास्ट नेम आफ्नो र बर्थ इयर, त्यस्तै हाम्रो यहाँनेर चाहिँ मुनिपट्टि यो बक्समा दिएको नम्बर टेक्स्ट हालेर सबमिट गरिदिसकेपछि आफूलाई परेको नपरेको भन्ने कुरा चाहिँ थाहा हुन्छ है त।